नमस्कार। आजको क्राइम बुलेटिनमा यहाँलाई स्वागत छ। आज हामीसँग छन् एमाले सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन। जब मैले त्यो थाहा पाएँ मैले इमिडिएट आइजिपी साहबलाई फोन गरेर म आएपछि मैले थाहा पाउने बित्तिकै उहाँलाई यथाशीघ्र पक्राउ गर्नु भनेर उहाँलाई मैले भनिसकेको छु। सुकुम्बासी बस्ती हटाउन मेयर बालिनले गृहमन्त्री लामिछानेसँग छलफल गर्ने। चितवनमा दम्पति मृत्यु प्रकरणमा हत्यापछि आत्महत्या गरेको प्रहरीको निष्कर्ष। खाना नपकाएको निहुमा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु। र वीरगञ्जको कोइला डिपोमा निसासिएर 2 जनाको ज्यान गयो। जुम्लाको गर्जाकोटमा आगलागी हुँदा एक घर जलेर नष्ट। गुड टिभी, डु गुड, बी गुड। उसँग अब कोरा पनि सिद्धियो होइन, कस्तो चिसो चिसो मौसम पनि छ। मलाई कफी खान मन लाग्यो, कहाँ जाने होला? नाना आमा बेकरीसँगै जोडेको आमा कफीमा जाने। हो र, कहाँनिर छ त्यो? यो हाम्रो ठुलो घन्टीबाट अलिकति भित्र मात्र हो नि दादा। ल हामी त ठ्याक्क ठुलो घन्टीमा आइपुगेछौँ, ल जाउँ। यहाँ रहेछ नि त, अनि 2टा कफी। अब आमा बेकरीसँगै आमा कफी। अब क्राइम बुलेटिन विस्तारमा। गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका सांसद लक्ष्मी महतो कुइरीलाई पक्राउ गर्न निर्देशन दिएका छन्। लामिछानेले एमालेबाट निर्वाचित फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले भिरकुटी मण्डपमा आयोजना गरेको चियापानमा गुड टिभीसँग संक्षिप्त कुरा गर्दै गृहमन्त्री लामिछानेले महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताएका छन्। प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसद महतो संसदमा आएको बताउँदै उनीमाथिको आरोपको विषयमा के हुन्छ भन्ने प्रश्न गर्दा गृहमन्त्री लामिछानेले भने, मैले संसदमा देखिन, पछि जानकारी पाए लगत्तै मैले आइजिपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु। मैले देखिनँ, मलाई थाहा भएन, किनभने म त्यहाँ गएँ, बाहिर गएँ, हस्ताक्षर गरेँ। जब मैले त्यो थाहा पाएँ मैले इमिडिएट आइजिपी साहबलाई फोन गरेर म आएपछि मैले थाहा पाउने बित्तिकै उहाँलाई यथाशीघ्र पक्राउ गर्नु भनेर उहाँलाई मैले भनिसकेको छु। प्रहरी आफ्नो प्रक्रिया हुन्छ, त्यसको जुन प्रक्रिया छ त्यो प्रक्रियामा लागि पर्नेछ। मैले थाहा पाउने बित्तिकै भनिसकेको छु। महतो एमालेबाट निर्वाचित सांसद हुन्। उनले महोत्तरी क्षेत्र नम्बर 1बाट चुनाव जितेका थिए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार विश्वासको मत समेत दिएका थिए। के हुन्छ भने जहिले पनि इतिहासको कालखण्डमा मुलुकका लागि योगदान दिएका हरेक इतिहासको हरेक समयको पात्रको सही मूल्याङ्कन गर्न सक्यो भने नै भविष्य सुनिश्चित हुन्छ। त्यसकारणले जुन निर्णय भएको छ यो स्वागत योग्य निर्णय हो। यो सम्मान आम जनमानसले गरेकै सम्मान हो। यसलाई बिदा दिएर थप यो सम्मान थपिएको छ। यसलाई सबैले चाहिँ थपिएको महसुस गरेका छन्। यो खुसीको कुरा हो। यो राप्रपालाई फकाउन मात्र गरिएको त होइन, पछि फेरि यो निरन्तर रहन्छ कि फेरि हट्छ? त्यस्तो कसैलाई फकाउन र केही कुनै अर्को उद्देश्यले गरिएको हुँदैन। जब सरकारले कुनै निर्णय गर्छ त्यो निर्णयको पछाडि त्यसका कारणहरू हुन्छन्, सही कारणहरू हुन्छन्, त्यो निर्णय गरिएको हुन्छ। कसैलाई फकाउन अथवा कसैलाई मनाउनको लागि गरिएको होइन। यो निरन्तरता रहन्छ भन्ने आधार चाहिँ के भन्नु खोज्यो? निरन्तरता रहने आधार भनेर अब त्यो निरन्तरताको आधार भन्दा नि एउटा विधाको रूपमा कुनै समय अगाडि हुने गरेको पनि थियो, कहिले नभएको यो परिप्रेक्ष्यमा यसमा एउटा बहस त हुनसक्छ होला। यसलाई सधैँको रूपमा विदा गराउने हो कि भन्ने बहस हुनसक्छ होला। अब अहिले सरकारले निर्णय गर्यो, गृह मन्त्रालयले यो निर्णय गरेको छ। अब त्यसमा थप तपाईँले भन्नुभएको विषयमा त सायद बहस होला, कुराकानी होला, तर हामीले यसपल्ट विधाको निर्णय गरेका छौँ। काठमाडौँको बागमती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउने महानगरको चाहनालाई गृह मन्त्रालयले तत्कालका लागि ब्रेक लगाइदिएको छ। बस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौँ महानगरपालिकालाई गृह मन्त्रालयले घुमाउरो रूपमा प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको हो। नदी किनारमा
सुकुम्बासी बस्ती हटाउने भन्दैमा बल प्रयोग गर्न नसकिने सङ्केत गर्दै गृह मन्त्रालयले काठमाडौँ महानगरपालिकालाई घुमाउरो रूपमा प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको हो। यसअघि पुस 13 गते रवि लामिछाने गृहमन्त्री भएपछि काठमाडौँ महानगरपालिकाले एक पत्र पठाउँदै थापाथली स्थित बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन गृहसँग सहयोग मागेको थियो। सो पत्रमा थापाथली स्थित बागमती नदी किनारमा अव्यवस्थित र अनाधिकृत रूपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यीकरण गर्ने कार्य तत्काल अगाडि बढाउने कार्यक्रम रहेको बताउँदै सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि महानगरले गृहसँग अनुरोध गरेको थियो। सो पत्रको जवाफ दिँदै 5 दिनपछि गृह मन्त्रालयले छलफल समन्वय पूर्व तयारी नभएसम्म सहयोग नहुने र पूर्ण रूपमा प्रक्रिया मिचेर बस्ती हटाउन नसकिने स्पष्ट पारेको हो। काठमाडौँ महानगरपालिकाले बल प्रयोग गरेर बस्ती हटाउन जाँदा दोहोरो झडप भएको थियो। त्यसपछि महानगरले एक्लै बस्ती हटाउने हिम्मत गरेको छैन। गृह मन्त्रालयका प्रवक्ता फणेन्द्रमणि पोखरेलले गृहसँग महानगरले मागेको सहयोग पूर्ण रूपमा असहयोग नभएको बताउँदै महानगरले आवश्यक पूर्व तयारी गरेपछि महानगरसँग सहकार्य गर्ने तय भएको जानकारी दिएका छन्। यता महानगरले पुनः एकचोटि गृहसँग सल्लाह गरेर अघि बढ्ने बताएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार यस विषयमा महानगरपालिकाले गृहसँग छलफल र सल्लाह गरेर पुनः पत्रचार मार्फत सुझावका लागि पठाइनेछ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र गृहमन्त्री रवि लामिछाने बीच छलफल गरी अगाडि बढ्ने तयारी भएको उनले बताएका छन्। उनले छिट्टै दुई बीच छलफल हुने स्पष्ट पारेका छन्। चितवनको भरतपुरमा मंगलबार श्रीमान र श्रीमती मृत अवस्थामा भेटिएका छन्। भरतपुर महानगरपालिका 29 स्थित वडा कार्यालय पछाडि खेतबारी भन्ने स्थानमा 28 वर्षीय प्रेम राणा मगर र उनकी पत्नी 25 वर्षीय शान्ति राणा मगर मृत भेटिएका हुन्। बिहान 7 बजेतिर स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुग्यो। प्रेम राणा मगरको शव घरको बलौमा झुन्डिएको अवस्थामा भेटिएको थियो भने शान्तिको शव भुइँमा भेटिएको थियो। प्रेम राणा मगरले पत्नीको हत्या गरेपछि आफूले आत्महत्याको बाटो रोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको छ। शान्तिको टाउकोमा चोट देखिएको छ। पत्नीको हत्या गरेर प्रेम राणा मगरले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको चितवनका एसपी नवराज अधिकारीले बताएका छन्। एसपी अधिकारीले भने हत्यापछि आत्महत्या गरेको आशंका गरेका छौँ। पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाउँछौँ। जिल्ला अस्पतालमा शव पोस्टमार्टम गरिएको छ। प्रेमले पत्नीलाई काठले हिर्काएर हत्या गरेको हुन सक्ने अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्। स्थानीयहरूका अनुसार उनीहरूको बीचमा घर झगडा भइरहन्थ्यो। प्रेम बहादुर ज्याला मजदुरी गर्थे। पत्नी गृहिणी हुन्। उनीहरूको एक छोरा रहेका छन्। घटना हुँदा 6 वर्षीय छोरा ठुली आमाको घरमा गएका थिए। छोरा नभएको बेला प्रेमले रातको समयमा पत्नीको हत्या गरेको प्रहरीले आशंका गरेको छ। झापामा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु भएको छ। मंगलबार राति भोजपुर स्थायी ठेगाना भएर झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर 9 स्थित खरबन्दीमा बस्दै आएका विश्वराज घिसिङले आपसी विवादमा श्रीमतीलाई लात्ती प्रहार गर्दा घटनास्थलमा नै श्रीमतीको मृत्यु भएको हो। स्थानीय वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्ने घिसिङले श्रीमती पर्मिलालाई खाना नपकाएको कारण झैझगडा गरी पेटमा लात्तीले हानेका थिए। प्रहरीले घिसिङलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ। पर्साको वीरगञ्ज महानगर 22 जगन्नाथपुरमा निसासिएर मंगलबार राति 2 जनाको मृत्यु भएको छ। तिरुपति ट्रेडिङ एन्ड सप्लायर्स कोइला डिपोको रेखदेख गर्ने व्यक्ति झ्यालढोका बन्द गरी राति सुतेकोमा बुधबार बिहान अबेरसम्म निस्किएका थिएनन्। शंका लागि प्रहरी समेतको टोली पुगी ढोका फोरेर हेर्दा 2 जना मृत अवस्थामा भेटिएको प्रहरले बताएको छ। पत्थर कोइला बालेर झ्यालढोका बन्द गरी सुतेकोमा अक्सिजन ग्यास कमी भई निसासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। यसरी मृत्यु हुनेमा भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवा ठेगर वडा नम्बर 7 बस्ने 29 वर्षीय पवित्र गिरी र भारत बस्ने सोही डिपोका म्यानेजर 30 वर्षीय मिथिलेश यादव रहेका छन्। घटनास्थलमा नारायणी अस्पतालबाट चिकित्सकको अनुसन्धान अधिकृतको टोली पुगे मुचुल्का उठाएको प्रहरीले जनाएको छ। र जुम्लाको गुठीचौर गाउँपालिका 3 गर्जाङकोटमा अवस्थित एक घरमा आगलागी भएको छ। स्थानीयवासी गोपाल गिरीको घरमा आगलागी भएको हो। बेलुका 5 बजेतिर आगलागी भएको झारझोला प्रहरी चौकीका सही जगत बहादुर ऐरले बताएका छन्। उनका अनुसार 3 तलाको घर पुरै जलेर नष्ट भएको छ। अनुमानित 15 लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ।
पुष महिनाको चिसोमा भर्खरै बनेको घरमा आगलागी हुँदा सोही घरमा बस्ने परिवारको बिजोग भएको छ। उक्त घरको झ्याल जोड्ने काम भइरहेको थियो। मिस्त्रीले घर बाहिर बालेको आगो निभाउन बिर्सेर पछि काठमा आगो सल्केर आगलागी भएको स्थानीय लालबहादुर रावलले बताएका छन्। उनका अनुसार मानवीय क्षति नभए तापनि घरमा रहेको लत्ता कपडा भाँडाकुँडा र खाने अनाज सबै जलेर नष्ट भएको छ। करिब 2 घण्टापछि स्थानीय र प्रहरीको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको थियो। हवस् त आजको लागि क्राइम बुलेटिन यति नै। स्वस्थ, संयम र सतर्क रहनुहोला। आफ्नो प्रतिक्रिया कमेन्टमा भन्न नभुल्नुहोला। अर्को क्राइम बुलेटिनमा हाम्रो भेट हुने नै छ। नमस्कार।